कोशी प्रदेशको शिरमा अवस्थित भेडेटारमा रहेको आत्मघर केवल एउटा संरचना होइन, यो आत्मा शान्ति र ध्यानको केन्द्र हो। हरियाली डाँडामाथि बसेको यो स्थल भौतिक विश्राम मात्र होइन, मानसिक विश्रामको पनि केन्द्र बन्दै गएको छ। यहाँ आउने पर्यटकहरू केवल दृश्य अवलोकन वा विश्रामका लागि मात्र होइन, आफ्नो अन्तर्आत्मासँग संवाद गर्न पनि आउँछन्। आत्मघरमा ध्यान, योग, सृजनात्मक लेखन जस्ता गतिविधिका माध्यमबाट मानिसहरू आफूभित्रको शान्तिको खोजी गर्छन्। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र आन्तरिक अन्वेषणको मेलले आत्मघरलाई अद्वितीय बनाएको छ। पर्यटन व्यवसायसँगै समावेशी समाज निर्माणतर्फ उन्मुख आत्मघरले भेडेटालाई नयाँ रूपमा चिनाउन थालेको छ। आत्मानुभूति र सुस्त जीवनशैलीका खोजीमा रहेका आन्तरिक तथा बाह्य पर्यटकका लागि आत्मघर एक आकर्षक बन्दै गएको छ।